सो गाइस अहिले भने चाहिँ म चारो पकाउँदैछु हो। हातमा चाहिँ ग्लोभ्स लगाएको हो। पुरा मानेको चोप बस्छ नि त, त्यसले गर्दाखेरि मेरो लुगाहरू पनि पुरा बिग्रिरहेछ नि त मानेको चोपले गर्दाखेरि हो। झन् हातमा लागेपछि त हत्तपत्त जान्दैन हो। बल्ल बल्ल आएको फुकेर चाहिँ यहाँनिर टेकाउन आँटेको। परबाट माने ल्याएको यति मात्रै भयो हो। त्यहाँ त्यस्तो छैन नि त माने, त्यसले गर्दाखेरि घाममा नि त्यस्तै लागिरहेछ। आगो पनि त्यसरी बलिरहेछ हो। आउँदैन पनि त्यस्तो बाल्नु, तर भए पनि अब नजानेर भएन, गर्नै पर्यो हो। पानी चाहिँ मैले हल्का माम पनि थियो त्यसमै हालेर बसाएको हो। यो साला यो सेते चाहिँ यहाँनिर उठिरहेछ। यो त सुत्दै सुत्दैन चारो खाएर हो। यो पल्लोपट्टिको चाहिँ सुतिरहेछ। अब चाहिँ बसाउने हो। यहाँ चाहिँ अघि भएको खट्लेको टमाटर छ, त्यो कार्टुनबाट सबै झर्छ भनेर चाहिँ मैले माथि घरबाट यो बाल्टीमा ल्याइरहेको। अफ यति बेसी गरम भयो कि आम्मामा।